साउदी कतारको 55 डिग्रीको घाममा काम गरेर यिनीहरूलाई चप्पल लगाइदिनु पर्ने हामीले यिनका छोरीलाई पट्टु लगाइदिनु पर्ने हाम्रा छोराले साउदी कतारमा गएर घरको बार तिरेर यिनलाई हामीले यिनको छोरी विदेश पठाइदिन पर्ने शेरबहादुरको स्वानी भन्ने मेरो छोराले के गरेर खाओस् हाम्रा छोरा साउदी कतार गाजल साउदी कतार गएर खाने सुनको तन्त्रले चाँदीको थालामा भात खाने यिनको 14-15 रोपनी जग्गामा घर बनाएर राख्नु अनि बालकृष्ण खाँड अर्काको स्वानी ल्याउने सम्पत्ति दिएर उहाँ जग्गा यिनीहरूको जग्गा जतै अपुत सम्पत्ति जोगाएर राख्ने त्यो बालकृष्ण खाँड कैदीलाई नेताहरूलाई केही गर्नु पर्दैन एउटा नेताहरूले एउटा पेस्तोल किनेर ल्याउनु 1000 राउन्डको मर्ने बाबुआमा चाहिँ गएर संसद भवन भित्र आर्मी पुलिसलाई सेटिङ गरेर भट्ट पड्काइदिए भाइको त यिनको हातबाट मर्न हुँदैन नर्क पुगिन्छ।